Rega yinarheru ल ओए हेर न यार केटाहरु सही के हो आइमा हो क्या ब्रदर ल है सबजना डेट रहेछ यार सबजना डेट रहेछ क्या आमा ओए ओए बाग्दै बाग टिकटक त हैन नि हो 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 लाइभ हो र हामी टिकटकमै लाग्यो ओए ल तिमीहरू युट्युबमा पनि छ क्या दीक्षित कहाँबाट आयो भन्ने हामी त अहिले सर्च गर्दै अघि अहिले त छैन तिमीहरू जान्छौ भन भने ल तिमीहरू युट्युबमा चाहिँ जान्छौ क्या ढुक्क तिमीहरूलाई म उयो ट्याग गर्छु पछि को जस्तो रे एउटा थम्बनेलको लागि फोटो खिच्नु ल ल ल ल ल ल ल ल दामी पोजिदियो ल केटा ल सबजना एकछिन है ओइ छेक्यो हौ पछाडिको छेक्यो क्या अलि फ्रेममा आउ न मोडेका गयो मैले परे तिम्रो ल डन कोही पनि छेक्या छैन क्या म्याच छेकिन्छ अब चाहिँ है त ल त्यही भनामा फाल्न चाहिँ डेन्जर फालिदिएर ए पज कुन कलेज तिमी भन त ल हामी कलेजको लिस्ट बनाउँदैछौँ क्या बानेश्वर हो कि होइन ओए बानेश्वर है ओए अरू के थाहा छ कोही भन त न ओए ल तिमीले ल जे सुनाए म त्यही सुनिदिन्छु क्या कोही पनि छैन क्या साइडमा त ए लाइभमा हो लाइभमा चाहिँ हो त टिकटकमा म त लाइभ मात्रै गर्छु म खासमा चाहिँ भिडियो एडिटर होइन एडिट गर्छु तर त्यो अब मैले चाहिँ होइन तिम्रोबाट चाहिँ सुरु गर्ने सोचेको क्या यो स्ट्रिमबाट योबाट चाहिँ फर्स्टमा तिमी ढुक्क यो व्हाट्सअप I don't understand your language, man. I'm sorry. I'll sing for you. Okay. Yeah, thank you so much, man. I appreciate it. Wait, bro. Which song? Can you know? Sunshine. Okay. I don't know, but it's okay. Bro, why did you stop? My wife is reading. ओए विड बनाएर जस्तो छ यारमा मेरो स्वर आउँदैन रहेछ त गीत गाउने आउँदैन ए तर ठिक छ है नागल भनेर छ यार यो विड त्यो पनि खा त्यो विड खा विड म ढुक्क ढुक्कै भुटानबाट होइन नेपाल सप्लाई नेपाल
क्लोज फ्रेन्डसिप यिनीहरूको नाम सोध न यिनीहरूको नाम सोध न ओए तिम्रो नाम के हो मेरो नाम चिङ इस्युवान्छु इसको नाम चिङ्कुलु ओए होइन चिङ्कुलु चाहिँ थाहा भयो क्या हाँ चिङ्कुलु नहीं कुलु कुलु ए कुलु हाँ मेरो नाम चाहिँ शेख अभिषेक अभिषेक ल है भेट्दै गरौँ भन हँ कलेजमा होइन नि कलेजमा घरमा अहिले त किन कलेज दिउँसो मात्र खुल्ला बिहान मात्र खुल्ला अनि खोल्दै खोल्दा मलाई थाहा भयो तिमीले भर्खर यता भन्यो नि मेरो चाहिँ अलिक उता हो क्या तिन कुने को थाहा छ तिनकुनेबाट अलिकति पछाडि ए म चाहिँ यता कोटेश्वरबाट अलिकति पर मुलपानीमा बस्छु क्या तिनकुने मामा घर भन्नु तिनकुने चाहिँ उता मेरो मामा घर म कस्तो किन भन त होइन कि त खाने मान्छेले सोच कि त नखाने मान्छेले सोच क्या तिमी खान्छौ खाँदैनौ भर्खर खाएर बसिरहेको दाइ म अब मैले ओए ल केटा तिमीलाई नट मैले अघि भर तानेर राखेको क्या किन कसरी होइन अनि म 4-5 घन्टा अगाडि खाइसके पछाडि भात खाइसके पछाडि अनि जाँदैन त के तिमीले कहाँ गयो ल त्यता अनि कहाँ गयो बुढी तान्छौ यार राम्रो हुन्छ त्यता आमा जोतेको कस्तो जोतेको यार मुस्ताङको रे मा भोलि यता आउन त मुलपानी आउन त ल काभ्रे अहिले काभ्रे जानु भएको छ दाइ भोलि अनि यता काभ्रेमा स्टे गरेर आउँछ ल र ओए मेरो गाउँ काभ्रे हो क्या फेरि कस्तो बस्ने त काठमाडौँमा गाउँ चाहिँ काभ्रे हो क्या मेरो काभ्रे वाल्टिङ थाहा छ तिमीलाई वाल्टिङ होइन ओए त्यो टिकटकमा आजकल लाउँदैन हेड राइट लेग लेफ्ट लेग भनेर आउँछ नि मा त्यस्तै क्या तिमी भनेपछि हाइकिङ जानु लाग्यो भोलि कुन कतातिर ए ल नवबुद्ध कटेर जाने हो क्या मेरो गाउँ चाहिँ क्या वाल्टिङ तिमीलाई उता मङ्गलटार थाहा छ मङ्गलटार हो मङ्गलटारबाट भकुण्डे बेसीमा गएर बस्यो नि तिमी होइन अब भकुण्डे बेसीबाट अलि अगाडि गइसके पछाडि चाहिँ कालढुङ्गा भन्ने ठाउँ आउँछ क्या हो त्यो कालढुङ्गामा चाहिँ एउटा मेडिकलको पसल छ होइन त्यो मेडिकलको पसलमा चाहिँ एउटा किराना पसल छ किराना पसलको साइडमा चिया पसल छ हेर त्यो चिया पसलमा चाहिँ कुरेर बस होइन म त्यहाँ कुन बेला टुप्लुक आइपुग्छ चाहिँ थाहा हुँदैन ल दाना ल म चाहिँ स्ट्रेस भएर हो क्या यो चाहिँ ला म डिप्रेस होइन क्या स्ट्रेस ओएमा तिम्रो साथी बर आइभयो जस्तो छ केमा तनाएको तिमीले भन त
अभिषेक दाई अब ल भनेर मलाई सुन्नु हुन्छ कि यस्तो देखा सुन रमाइलो लाग्यो हो होइन तिमी अब जानेर के गर्छौ क्या ल तिमी ल भन ल मलाई मुझी एउटा 10,000 दिनुपर्ने थियो त्यो 10,000 दिएन होला मुझी त्यसको स्ट्रेस छ अब के गर्छौ तिमी ल तपाईँले के भन्नु फेरि भन्नु त ल माया। अलि अलिक यो त्यसले गरेर टाउको हान्नु फेरि भन्नु त भाइ होइन नभन्ने यार भाइ मलाई सुन्नु छ कि भन्नु नि होइन के मलाई 10,000 दिनुपर्ने थियो क्या एउटाले अहिलेसम्म दिएको छैन क्या अब के गर्ने ल तिमी दिन्छौ तपाईँसँग गन छ गन त्यो हान्ने वाला गन के म्यान लगेपछि त फकट त्यही भने त्यही क्या म्यान त्यही क्या म्यान फकट क्या गएर फुक्दिने कि फुक्दैन कि बाधै हुन त्यसपछि कसलाई भन त हेर जहाँ जा तिमीले त्यसलाई छोड्नु नि गन दाइ सुन न ऊ धनगढीको फेरि डन हो क्या ओइ ल ओइ तिमी धनगढी कहाँ धनगढी कुन ठाउँ भन त तपाईँ गोविन्द भण्डारीलाई चिन्नुहुन्छ कसलाई गोविन्द भण्डारी चुरोड कल्चरको छ ओए धनगढीको चुरोट कञ्चनपुरको सल्लाह दिँदैन मलाई भन्छु म चाहिँ होइन ल तिमी 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 धनगढीको कुन ठाउँ भन त ल म दाइ त्यहाँ उता उता छ कटान कटान रे त्यो त थाहा छैन अनि तपाईँलाई के थाहा छ त्यो अनुसार रोक्नु ल ओए थ्याङ्क यू मेरो भाइ थ्याङ्क यू यो बाहिरतिर जाने लाउनु चस्मा हो नि यो होइन पसलमा गएर किनेको यार मैले त कम्पनी ल तिमी त ब्रान्डको कुरा नगर न हौ ओए थ्याङ्क यू यार ल है ल ओए अब सो ओए के छ होइन नि यार होइन तिमी कुन कलेज भन त ओए बुझ्दै बुझेन यार कसम यार तिम्रो साउन्ड एकदम अर्कै आइरहेको छ क्या